कास्मी दक्षिण जिल्ला मलाई न विज्ञानका संयुक्त राष्ट्र संघीय जीव प्रतिनिधित्व विषयले खासैन चाहिँ आदिवासी जनजाति मुद्दाई विषयले भएको चाहिँ कनादिन उयो लागि चाहिँ उपयोगको चाहिँ सुनाइदिएको छ नेपाली राजनीतिक दृष्टिकोण गयो जिमा बा अझ नेवाटे मिखाकुली स्वयंले आयो गभर्नमेन्ट एउटा गएन स्वयं बा चाहिँ तराईले जो छ आन्दोलन त गएन स्वयं यो सन्दर्भ यो छपाच भ्या जो विचारले चाहिँ झिउ देश चाहिँ इतिहास डक्ले डरौँ चाहिँ ध्रुवीकरण आर्थिक सामाजिक राजनीतिक सांस्कृतिक हरेक हिसाबमा चाहिँ पुरा पोलराइजेसन है ध्रुवीकरण जो हुन्छ छके चाहिँ नेपाल त एकीकरण नामे नेपाल राज्य विस्तार यापी गोर्खा साम्राज्य विस्तार यापी छके लान्छौँ उयो वंशज त फुक्क छके अहिले मेपी चाहिँ आदिवासी जनजाति दलित मधेसी मुस्लिम फुक्क छके थयो किसिमको ध्रुवीकरण चाहिँ आठवटा चाहिँ 250 वर्ष दिने मजु तर 8 वर्ष सुरु छ ताले झी त छो चाहिँ झीसँग फेरि सकारात्मक रूपमा कायो कि नकारात्मक रूपमा कायो छौ हिसाबमा सत्ताधारीको लागि छो चाहिँ नकारात्मक विषय छ छाडाले इन्सानलाई मेलमिलाप राष्ट्रियता राष्ट्रवाद धेरै किसिमको खलाइ तर झिसँग स्वयंले चाहिँ झिउ अधिकारी मिखाकुली स्वयंले छो चाहिँ सकारात्मक छाडाले निहतलाई झिटो भ्रमको राख्छ 46 सालले चाहिँ नेपाली काङ्ग्रेस लोकतान्त्रिक शक्ति मलाई उहाँको शासन या भाषिक अधिकार डको हो पन्नाइबी मल्लाइबी विषय अथवा चाहिँ झिटुगालाल सरजुल मलाई उहाँको विषयसँग गणेश मान्ठा जिरो हुन होला अब उहाँको विषय चाहिँ हामीले झ्याब्ले सुनाइरहेको छ लोकतन्त्र हो कि सम्पूर्ण चिज समाधान अन चाहिँ समाधानलाई मजुल अहिले 51 साल तक एमाले चाहिँ मलाई एमाले चाहिँ सारा चिज यही आयो बोला कम्युनिस्टको समान वर्गीय समानता जातीय समानता भाषिक समानता हयु पार्टी हेर्दा वना वल्ल वल्ल फसिक्वार हाथे जुन छ अनि आइए माओवादी झनै आकर्षक नारा दिया होला गुब्ले इम्ता चाहिँ जनतै हिमा आउँछ वो टाइम इन्सन नेवा राज्य नार्न लगा तर जब चाहिँ यिनी शान्ति प्रक्रिया या चाहिँ चिज होला अनलिपा विस्तार चाहिँ वो मुद्दा पर्छ जिसको चाहिँ प्रचण्डजी नप खलानो टाइममै गएको चाहिँ स्पष्ट रूपमा सुनाइरहेको छ यदि चाहिँ पहिचान यो मुद्दा त काठे जोन भएको छ सम्पूर्ण पहिचानवादी त चाहिँ एमाओवादी वरिपरि गोलबन्द जुई वो टाइममा चाहिँ एमाले मोटो र जी चाहिँ ठुल ज्याउन पहल जी ठुल त चाहिँ भयो तर वो ज्या इन्स मया इन्यो अत्यधिक बहुमत दु टाइम ढाँदै ढाँखो सिंगल लार्जेस्ट पार्टी रूपमा एमाओवादी बना अन चाहिँ एमाले लगायत विभिन्न पार्टी दुपिन जनजाति त्यहाँ मधेसी त्यहाँ का जिमसन भोटबी भोटिङ याहरूका चाहिँ सिग्नेचर त यहाँ 417 जवानी चाहिँ प्रचण्ड त ल त अयो टाइममा वेकमा चाहिँ भोटिङ ल्या छाडहाले उसले भोटिङ याको छ सोटे 417 जना बहुमत पहिचान हो तर जब आ चाहिँ अल्पमतै लाउ टाइममा चाहिँ राजा कुयेन संविधान मोल लासा चाहिँ प्रतिक्रान्ति जी यहाँ चाहिँ एकदम भाषण yana लिपा छ्यान बेला एमाले कांग्रेस निप्याउ ज्याउन एमाले कांग्रेस चाहिँ भू नीति हो ख मलाई स्वयं चाहिँ मदन पर्याप्त आयोग इनपछि जुझ मलाई वो टाइममा गएका छन् 10 प्रान्त प्लस दलितको लागि छौ चाहिँ विशेष संरचना स्वायत्त प्रदेश सररूपी मलाई वो टाइममा चाहिँ सोम बर्मुटा छ छमला गुरुङ ख ब्याजको जुएछौँ ख मलाई गएका विषय चाहिँ छौ फरक मत तौरु उची चाहिँ ठ्याक्कै 6 प्रदेश वो 6 प्रदेश सीमाङ्कन त गठेको अथे गएका विषय प्रस्ताव हल जिठाको अफिसको सोएको गएका विषय हेबो प्रतिनिधित्व छैन ठ्याक्कै वो 6 प्रदेश त हल अल्पमति अहिले उची त चाहिँ लिपा छौ थपे हैन बर्मु क्षेत्रले चाहिँ माग्या साथी 7औं प्रदेश त ध्यानले वो टाइम में चाहिँ गु टाइम में वेक अप यामाओ का भया गु टाइम में चाहिँ या मजु टाइम ख विच आन्दोलन चर्कान वनमा ख वो टाइम में या यदि प्रचण्ड चाहिँ एमाले कांग्रेसका साथ मजु छ ठुली यात्रा चाहिँ प्रतिगमन थिए
एजुली प्रचण्ड यो चाहिँ ठुलो सन्दर्भ विशेष भूमिका हो म चाहिँ एमाले काङ्ग्रेस माओवादी जान पुग्नु किन चाहिँ झ्यौ अधिकारले हटाउनु अला गुण राजनीतिक दल त्यसो राजनीतिक जाखयाहरूले जनता यो भावना बा यो माग खासैले चाहिँ उत्पीडित समुदाय माग त स्वयं आउँछ तर आला सुझाव लाग्दा उत्पीडित समुदाय माग हो कि उत्पीडक त्यो माग त चाहिँ सम्बोधन झिछाट हुँदै भएको छ सङ्घीय राज्य धुए छुरा छ केन्द्रीय साझा शासन प्रदेश स्वशासन संहिता संस्कृति विभिन्न ज्येष्ठ मिले चाहिँ वो जो छ ऐतिहासिक राज्य चाहिँ छ सङ्गठक अङ्ग जो तर एकात्मक राज्य चाहिँ सङ्घात्मक राज्य उनी टाइम छुट्टी न्यू किसिमको चाहिँ सङ्घात्मक ढङ्ग उनी एकात्मक र सङ्घात्मक छौ मोडेल अस्ट्रेलिया मोडेल सुधा छ देश भूभाग एकदम टक्कु ज्या शासन प्रशासन या त ठाकु एज ए इन्च संहिता हुनु तर के काठ है पुरा चाहिँ ताना छाडा छौया जाति ककै सेल अन नेउ चाहिँ गयोजी धारले जातीय विविधता यो कारण उनी या स्पेन बेल्जियम लगायत आ झिउ देश चाहिँ टक्कु भूभाग जिया मुखु जातीय विविधता जिया झिस चाहिँ जिम्न राज्य सत्ता साझेदारी माल ढका झिस मागेनौ खाली ढाले ठुक्न चाहिँ झिउ साझेदारीको लागि झिउ पहिचानी र बिमा हो बा आदिवासी जनजाति त्यसमा चाहिँ ठाउँ राष्ट्र निर्माण या बा ठाउँ राज्य निर्माण या ठो अभियान कथा झिस चाहिँ नेवा राष्ट्रवादी त न्यने छाएर सङ्घीय राज्य जुनला छौ साझा राष्ट्रवाद भनेर नेपाली दै तर कोही ठाउँ राष्ट्रवादमा गयो नेवा राष्ट्रवाद लिम्बुवानी राष्ट्रवाद मगराती राष्ट्रवाद बा बहुराष्ट्रियता सहित यो सङ्घीयता जो एजुने सङ्घीय व्यवस्था भए सार तत्त्व छुरा छ बहुराष्ट्रिय राज्य यदि वो मजुल धाछ नेपालले सङ्घीयता आवश्यकता मुरो आल छुया त सोच प्रदेश तक न इमिए बहुमत देका चाहिँ राज्य पुनर्संरचना प्रस्ताव हेबो न वोट हाउ मतलब बहुराष्ट्रिय राज्य कन्सेप्ट मन त अले उल्टा छुजुल धाछ वह बर्मु क्षेत्री त राज्य त प्रदेश विस्तार होइन इन्यू राज्य सुदृढीकरण एकात्मक राज्यले छम प्रधानमन्त्री जब जीवहरू अले व्यवस्थापिका कार्यपालिका न्यायपालिका आठो सङ्घीय राज्य जुन न प्रशासनिक सङ्घीयता त हेबया छौ किसिमको चाहिँ ढाठै ढाको छ प्रदेश तकमा यो व्यवस्थापिका कार्यपालिका न्यायपालिका हरेक ठाउँ चाहिँ इन्युए बहुमत दै किसिम छौ चाहिँ ब्राह्मणवादी राज्य सत्ता त निरन्तरता जको म सुदृढीकरण या हो फ देखा स्वयं खास झिउ लागि त तस्कै चाहिँ भाइपू ढाउला मलाई झिस चाहिँ विद्रोह आमा अवस्था चाहिँ बोल न सारा झिउ प्रदेश तकमा झिस शासन या पनि फसौ चाहिँ विडम्बना खाउँछ एजुया ठयो अवस्था चाहिँ झिउ उत्पीडित जाति त फुक्क छप्प झिउ कि मजु हेस ठन्क आ बर्मु क्षेत्री त ठुली चलाकी महाभारत छिर्न खनिनी उहाँलाई साम दाम दण्ड भेट सत्तै लागि दाजुकी जातक नसे पाजुइत नसे ल्याउँ यही नि तर झिनेबाट अप बुद्ध धर्म माने मलाई बुद्ध धर्म माने चाहिँ कन्सेप्ट गयो जो आउनु छ जनता हितियो लागि सत्ता तक न त्यागेन झि सेवा या भनेर चाहिँ गौतम बुद्ध उहाँ उहाँका झिनेवा टेक्न छ भावना पनि छ उहाँलाई सया झिल सहजको यान चलाउँदो आयो स्थितिमा झिसँग चाहिँ छुया चाहिँ तरहरूको विद्रोह या आ इनके चाहिँ वो थयो ढाल्न दुखी साम दाम दण्ड भेटेर दिए नि साम धार चाहिँ सम्झे बुझाएन मजिल धाछ ढेमान जानका दाँबी मन मजिल धाछ दण्ड ख्याउ मलाई आठन चाहिँ राजदण्ड चाहिँ ख्याउ होइन जिन नाच छौ प्रचङ्ग भिगन ढेरी छौ चाहिँ नेवा स्वायत्त राज्य मङ्कासँग सन्धि कार्यक्रम नेपाल चाहिँ पुरा चाहिँ विदेशीले चाहिँ गुलामजीलाई उपनिवेशजीलाई समस्या मलाई अहिले जे छ नेवा तलाई उपनिवेशी पनि जनता थिएँ जुया चौध छाडाहरूले नेपाल चाहिँ गु ढङ्ग चाहिँ अथवा हिन्दू राज्य यानु हुन हिन्दूकरण बिहा हुन वो छौ चाहिँ उपनिवेशी थियो इन्डिया चाहिँ हिन्दू मुस्लिम दङ्गा जुटाएन मुगल साम्राज्य चाहिँ ट्याक्न
मुगल साम्राज्य ट्याकी ढुङ्गा हिन्दू र डक्को चाहिँ नेपाल विश्व पहाड पहाडे इम्यू खा चाहिँ हाकुसे म चोसे तराईले जुन इम्यू खाना हाकुवा ठन्चोली भन्नु क्षेत्र त्याउन तर ठन चाहिँ पहाडे चों कारणले नै इम्यू पुस्ता जुई ढुङ्गा फा भरि जा रङ जुई आउँछ अहिले ब्राह्मण क्षेत्रीय ढेबिन इन्डिया चाहिँ शासन यान चोपिया ख तर मुगल त्यसमा ट्याकी ढुङ्गा इति फुक्क चाहिँ नेपाल भिखुमा यो झोले इमसँग सुया थाहा छ भेट पेङ्गु भेट जस्तो झोला गाउँलाई भेट अहिले झिम्यौ हिन्दुस्तान पराजित दिनु हुन मन त असली हिन्दुस्तान चाहिँ नेपाली त देखेका चाहिँ योजनाबद्ध ढङ्ग वर्डिङ गोर्खा साम्राज्य बिस्तारै आदि यहाँहरूले वेका विषयलाई असली हिन्दुस्तान देखायो भन्ने छ न इमिले चाहिँ साम्राज्य चलाउनु दुसा झिसा चाहिँ झि उपनिवेशिक जनता ठाउँ झुकी मजो आन्तरिक उपनिवेशीकरण जुल अहिले आज मोहनी नखाउ जो मलाई मोहनी नखाइ टाइममा छिसो नापा चाहिँ बर्मु क्षेत्री चाहिँ नख ढेउ चाहिँ छोरा छ दसैँ ढेउ इमु चैत्य जग्गा इम्यू चाहिँ कार्तिक महिना दसैँ ढेउ मरु तर वो महिना चाहिँ भेनेको लागि विभिन्न यार लागि उपयुक्त समय म हो त्यहाँ असोज कार्तिक ढेउलाई नमुयो ठ्याठ्याउ कारण न एकदमै मौसमी हिसाबमा एकदमै बाँलो समय एज ए इमसँग स्याप थाहा छ नेपाल राज्य विस्तार नेपालले चाहिँ गोर्खा राज्य विस्तार या ढुङ्गा प्रताप सिंह शाह यो पाले चाहिँ झि मानिक्दैन बराबर भेटियो थियो होला प्रताप सिंह शाह यो पाले अहिले चाहिँ गोर्खाली विजय यो प्रतीक ढका गोर्खा चाहिँ नलसमा चाहिँ ठन हया मलाई नेपाल मण्डली उब्ले सिमाना रह्यो भीमढुङ्गा जीवनपुर मलाई अन्तको चाहिँ मगर त्यता कोबीका हया यिनीसँग चाहिँ जनावै अहिले थन चाहिँ यो स्वागत लिएर कहाँ हुने अहिले जुलुस पिकाइ बेला चाहिँ ढापा दण्ड बि त छे हाछ राजदण्ड ढाउँदै अहिले टक्ले झने राजदण्ड थाएको जना मलाई का शून्यवाटेसँग विद्रोह याद थाहा छ थोया राजदण्ड चाहिँ ड्या ठुकिए स्या ठुकिए पाले हेरा चाहिँ राजदण्ड जना थन चाहिँ स्वा वर्षेमा चाहिँ गोर्खाली विजय प्रतीक भएर फुलपाती ठया मखलाई अहिले नेवा चाहिँ उपनिवेश मक्स छुखा छ सुई उपनिवेश छ एजले जनता यो ध्यान मेठा केन्द्रित या किसिम ठुक्न चाहिँ गलत ढङ्ग प्रचार या मुजु नेपाल यो सन्दर्भ आयो चाहिँ झिसा सुयो छुरा झिउ राष्ट्रिय दृष्टिकोण रह्यो झिउ भाषा मरो झिउ संस्कृति मरो झिउ चाहिँ सभ्यता सिनावन ढाँचा घेजिया चिन्ने झिउ राष्ट्रियता चाहिँ सो बर्मु क्षेत्री बचाइन दियो एजो कारण आयो सन्दर्भ जनता चाहिँ पहिचान्यो आन्दोलन यान्छौँ झिमसँग आन्दोलन सुधार्थेन सङ्घीय गठबन्धन पाएका वास्तवै फेडरल एलायन्सका छौँ दिएका हुन् कि 9 पार्टी तर सङ्घीय गठबन्धन आन्दोलन सुरुवात टाइममा पहिलो बन्द चाहिँ भाद्र 31 वा 32 निनु बन्द हेर्नु टाइममा 31 गते सफल जुन काठमाडौँलाई तर 32 गते चाहिँ 12 बजे लिपा चाहिँ बजार खुल्ला जुजु भन मलाई या मफै भन अहिले कन्टिन्यू छ सब बी मफ तर मधेस चाहिँ सुरु लाग्छ 1 गते न कन्टिन्यू 2 गते न 8 को कन्टिन्यू ज्याउ न कन्टिन्यू ज्याउ हामीले अनु चाहिँ भूमिका दुसु राछ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिले थरुवटे चाहिँ वसुले न्याय कन्टिन्यू यानु मलाई 23 गते निसे चाहिँ इमसँग कार्यक्रम सुरु होइन 27 गते निसे बन्द तया हुन थरुवटे न इमसँग एकदम कन्टिन्यू यानुहरू थरुवट तराई पार्टी न सङ्घीय गठबन्धन हुने लाग्यो ठुक्न चाहिँ छौछोडा छ ठुक्क जाना चाहिँ झिसँग या ढका कुटाएनौ ख झिसँग या मुफ्त तर तराई मधेसको थरुवट क्षेत्र सुरु लाग्छ वो एकदम विद्रोही रूपका हजारौँ लाखौँ मन त्यसमा चाहिँ विद्रोह अहिले छुराइरहेको छ मधेसी त्यसमा यान मिसँग याउ मुख रहे अट्न मुख छिसँग चाहिँ खन्जी आफ्नो आदिवासी जनजाति राष्ट्रिय आन्दोलन पासपी भुटवल निसे भैरवाटक सुनौली नाकाटक चाहिँ मार्च पास सहित अनुवाला चाहिँ ऐक्यबद्धता यहाँ बोल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन मोहन अथवा चाहिँ वीरगञ्ज नेवा पुग्छ कम्ती 5000 नेवाट चाहिँ पर्सा नाकामा चाहिँ जुलुस पिका छिटो फेसबुक सामाजिक सञ्जाल सोइदिन्छु हिजो चाहिँ मलङ्गो भएन नेवाटेसँग चाहिँ जुलुस पिकाल जनकपुरेन जुलुस पिकाल त्यहाँले छायान्छौँ जुन नेवाटे मधेसे चुना छाया छ मधेसे चुना न झि अन 5 मिनट खलाना फोन न खलाना अनुन नाप्ला नया मगला
वेकअपसँग सुधाइ लाछ जिम्त थन्चै मधेस राज्य प्राप्त गर्नु लाछ सिक्किम र काठमाडौँले नेवा राज्य प्राप्त गर्नु एजुनी जिम्यो समर्थन मधेसी वीरगञ्ज नेवा त्यसमा थट्टिन्छ मलङ्गवाई नेवा त्यसमा थट्टिन्छ नेवा त वना सपोर्ट याउँ है नेवा राज्य लागि चाहिँ जिम्यो समर्थन आ नेवाला सुया ताछ इमसा जिउ डट डिभाइड याउ लागि सुनाल नेवा राज्य पि नेवा त चाहिँ फर्स्ट क्लास सिटिजन अले भ्याली पि नेवा त चाहिँ सेकेन्ड क्लास सिटिजन लिमुवाने चाहिँ लिमु त राज्य छिक्ने नेवा त गुलामजी र ठय किसिममा चाहिँ मुखु भ्रम फैलाइले मधेसी नेवा त्यसमा छ चाहिँ उदाहरणीय भूमिका मिटल नि जुन त थन चाहिँ मधेस बोल्दा छ ऐतिहासिक पृष्ठभूमि रहेछ भ्याली चाहिँ नेवा राज्य फसाउ चाहिँ एकदमै बाल हो सपोर्ट हो तर ठन चाहिँ आयो सट्टा पछि सुयान्छन् छ वो आन्दोलन चर्चा यही भएका तिमीसँग छोरे भारत नाकाबन्दी आउने ठरेजुला आछौ भारत पाखे नाकाबन्दी जोडी छ जिउ बिचारे ढाका झिं चाहिँ फर्स्ट ह्यान्डले विरोध छ नभन नाकाबन्दी जोडीलाई विरोधै यनौका तर भारतीय छौ चाहिँ शुभेच्छा हान चाहिँ झ्याप्ने ढुने आन्दोलन गथे छु 46 सालले मलाई 46 सालले नै इमसा चाहिँ शाश्वत लोकतन्त्रको लागि शुभेच्छा प्रकट गरेर थने वया चाहिँ चन्द्रशेखर विसन्नबाट मलाई छुछु 5 विसौना चाहिँ गणेश मानी छेदा भने मलाई आगु रहेको होला विरोध नै आउन बताइले मन झिउ इतिहास का अथे चाहिँ 62-63 साल चाहिँ आन्दोलन मिले दिल्ली सम्झौता जुल प्रचण्ड स्वयं दिल्ली जोडा चाहिँ सम्झौता हस्ताक्षर याम व्यक्ति हो तर वो उबले थे नांगो हस्तक्षेप थन सुन आछा राज आला जिस मुभ्यान यन्त्र वो जिस घोषित रूपमा छुटाइरहेको छ आम हडताल नै एकदमै थाकुन एजुया चाहिँ मनुटन सिट आम हडताल गेजुया सिट छ शक्ति ठुली बिकेन्द्र जुलकी 22 वटा जिल्ला तराईले चाहिँ बन्द जुले झ्याटासम्म 500 1000 2000 मनु मदै अले इन्सा चाहिँ नचाकीले सुजियो राछ गोली चलेर वया झोले चाहिँ पर्सा 5-6 जवान 5 सिट रुपन्दैन 5-6 जवान 5 सिट आठेन चाहिँ मजिलो 49 जवान चाहिँ सिर हुन आ इम्युलाई मोनीलाई सोन्टी हो मलाई जनता यो लासे चलाई इमसँग घेन नख अय अवस्था इमसँग चाहिँ ठाउँ 63औं दिन जुन होला 63 दिन तक गएको विषय चाहिँ सामान हेखौँ मरु दुःख कष्ट खाली सिमाना एरियासँग पछापछ इखे ठुकेर यहाँ ठुके चाहिँ चुरे लिकै बि पार्टी त्यससँग घेन नै अन्य 50-60 किलोमिटर वनमा गाडी दैमु समस्याहरू भएका छ वन भर्यान ठुकियो बावजुद न पहिचान्यो लागि सब छनुए मानव साङ्लोहरूका चाहिँ पुरा लामा हैन 12 लाख जनता चाहिँ सरकेको हो तर यी मसी जनता पाउन न सुनवाई छैन म तर नस्लवाद जातिवादी प्रतीक स्वरूप सुर्खेत चाहिँ सोनु बन्न जैसा कि ठौए जाति त्यससँग या तुरुन्तै सम्बोधन गर्न अहिले ठिकै छु खण्ड ठोस सरकार चाहिँ साम्प्रदायिक ठोस सरकार ती जातिवादी ठोस सरकार ती नस्लवादी सुरुले छ ठो ठिपी चाहिँ साउथ अफ्रिका भी व्हाइट शासक स्वयं सुपा ठिकै यो ठिकै केन्चो आयो सन्दर्भ छुरा छ ठोस सरकार हो सुयामल हामीले तत्काले जनता यो मागी त सम्बोधन याबल पहिचानवादी त यन्त्र आन्दोलन त सम्बोधन उयो सम्बोधन याद थाहा छ अले चाहिँ इन्डिया चाहिँ मचाकल इन्सा नाकाबन्दी यन्त्र लिपुले झुम्ट हिँड हाल बा चाहिँ छिमेको बाँकी प्राकृतिक स्रोत साधन दुनिया गण्डकी हाल मलाई कोशी हाल कर्णाली महाकाली ठोक्कै चाहिँ पहाडे आर्य त्यसै चाहिँ इन्टर हस्तान्तरण याद हुँदो बुली बाँकी ख हुन चाहिँ इन्टर माल हाउ खस इन्सा नाकाबन्दी जारी अन्तल लाग्छ अले झिफुक्क जान झिफुक्क जान छुराएर आछ का वो जुलुस नेतृत्व या त जितया भारतीय नाकाबन्दी मुर्दाबाद यहाँ हुने झिचै सीमासँग सी त तया छानिगन यानु चाहिँ राष्ट्रियतालाई झिसो ल्या तर वो प्रमाणित या चाहिँ छौ अवसर सरकारी त छुटु राख्दा बेनिफिट्स अफ डाउट है नि का झिउ मुभमेन्ट त चाहिँ सम्बोधन या झिला दाजुकिजा खनि अब प्रचण्ड शैली चाहिँ केपी ओली छुले जन प्रभु नप खला भने
इन्डियामा खला झिङ्गाको खलाले झिरो सो आपत्ति मरिच मान सिंह हथे सिंगापुर चिक नकी छाड़ाले आज देश ठुकु फुक इम्यू लाजी यदि सरकार खस राजकीय सत्ता इनके दूसरा शासनाधिकार इनके दूसरा इनशाला नकमल मरिच मानलाई कमसँग देशभक्तिपूर्ण भावनालाई के नि वो टाइमलाई पार बहने चाहिँ अन्याय त मलाई विश्व विख्यात सन्धि त मलाई उही चाहिँ भूपरिवेष्टित देशसित चाहिँ अनिवार्य रूपमा नाका थियो तर मोदी आन अथवा या ढाँचा छिसो चाहिँ गएको आन्दोलन ल्यायो तर छिमसा छुयान्छन् ढाँचा मण्डलीय राष्ट्रवाद होइन छ लोकतन्त्रको लागि सङ्घर्ष यान्छौँ टाइममा गणेश मानजी साना प्रान्तिमा ठुनी फुक्कै राष्ट्रघाती मलाई इन्डिया नाकाबन्दी यान्छौँ छिमसा चाहिँ आन्दोलन सुरु हाउ मलाई झिसा सिउ अहिले उसले गणेश मानजी भक्तिमा टिकाहरूले जनताको अधिकारलाई कुण्ठित गरेर राष्ट्रियता बलियो हुँदैन भनेर संयुक्त प्रेस विज्ञप्तिकै साना प्राणी समेत हस्ताक्षर झिसन चाहिँ साथ दियो उसलाई शाश्वत मूल्य मान्यता लोकतन्त्र शाश्वत दक्षिता मानव अधिकार दक्षितै छ मलाई तर आयो ठो मुभमेन्टलाई वो शाश्वत मानव अधिकारी नामेको हो आला झिसा झ्यू अस्तित्व लडाइँ भन्छ झ्यू पहिचानको लागि भन्छ झ्यू भाषाको लागि भन्छ झ्यू संस्कृति सभ्यता जोगाउको लागि भन्छ भने उसले झिसा चाहिँ झ्यू एजेन्डालाई जनचौ म खाली लोकतन्त्र मानव अधिकार मलाई निरङ्कुशताई विरुद्ध ख अयो टाइमले झिसे मलाई सपोर्ट यानो खास आयो झ्युए अस्तित्व नभए स्वान्छौँ फोन लडाइँले झि चाहिँ चुपचाप बा झि सुनको चाहिँ झ्युला झ्यू बिचारे त झि सुनको चाहिँ मजु आला छुया ढाँचा झिला नाजी राष्ट्रवाद खगेन हिटलर जो त्यसमा छुया ढाँचा नाजी राष्ट्रवाद हेर्छ छोराहरूले अनि त यहुदी त्यहाँ त पुरा दमनिएन मलाई तिमीसँग चाहिँ राष्ट्रवादी खला छौए देशवी नागरिक चाहिँ दमनिएन राष्ट्रवादी खलाको परिणाम जर्मनलाई पराजित हुनु तर झिठान छुयान्छन् ढाँचा बर्मु क्षेत्री त्यसमा ठाउँ चाहिँ स्वार्थको लागि फरक नस्ल फरक फादो झि आदिवासी जनजाति झिला बर्मु फाला म त्यो म क्षेत्रीय फाला चाहिँ वही म अहिले फरक नस्लको आन्दोलन त चाहिँ हिंसा दमनिएन बा मधेसीको आन्दोलन थारूटेको आन्दोलन अथवा चाहिँ लिम्बूटेको आन्दोलन झि फुक्क आदिवासी जनजाति मधेसी दलित मुस्लिम चाहिँ फरक अनुहारी पनि चाहिँ आन्दोलन त दमनिएन तथाकथित 12% दुनी बर्मुटेसँग चाहिँ खोजिम्यौ चाहिँ राष्ट्रवाद बुवाउट हो नाजी राष्ट्रवाद थियो तिमी नाजी राष्ट्रवाद भुक्न पराजित जुन ख मण्डलीय राष्ट्रवादमा उख्नै पराजित हुँ तर ठुकियो लागि चाहिँ झि चेतनशील झि चेतनशील झि मफु अवस्थालाई टाइमकै नेल्सन मण्डेला थियो चाहिँ नेता दटाउन 30 वर्ष टाइमका इभा मोरालेस थियो नेता दटाउन बोलिभिया टाइमका झिरान मरु म पद्मरत्न थियो पनि मलाई अथवा झि दुर्गालाल सरमललाई पनि लगायत यो चाहिँ झि नेवातेसन नेतृत्व जन्मया तर झि नेवातेसन चाहिँ साथ दिफैसो मरु एजुया झि चाहिँ अन्त्य छुट्याएर आएको छ छौ राजनीतिक मुद्दा ख सामाजिक आर्थिक मुद्दाको कि क खान्छौँ म नेवाते समृद्धि नपन ठोस्वान्छौँ झिन भिगन भाषण तया कि 13 जिल्ला दया साथ कि 8 चाहिँ झिस स्वागतमा नेवा राज्य नामकरण याकमा रहा चाहिँ छम पासन होला एक माओवादी पासन 8 नेवा राज्य नामकरण याक हो चाहिँ नवान बुला अले जिसो रहेछ ठो चाहिँ चिक तु कुछि स्रोतले चिक कुछि भ्याउ धाने छाडा छ यको भूभागलाई डटा तर नेवाटे पर्सेन्टेज गुली हैले सन् 2001 डाटा अनुसार वैचो अनुसार 19% सन् 2011 डाटा अनुसार 16% झिसँग चाहिँ बर्मु क्षेत्री त पुरा बहुमत ध्रुवपति प्रदेश छ नेवा राज्य नामकरण छ गयो निमग छ सम्भावना दु चिल्ला थयो किसिममा चाहिँ छ चाहिँ गलत भ्रम फैलायो थ्या ज्यान यान्छौ अले आफो आन्दोलन या मुजो संविधान संशोधन मार्फत सम्बोधन यामा का ठीक छ जो मुद्दा सम्बोधन जुन लाछ हो संविधान वसा जो छ त आन्दोलन माध्यम जे त पुनः लेखन या छ जो हन जो जे त संविधान संशोधन या छ जो तर
छटाखं स्पष्ट जुइमा भारतीय संविधान है बाजु थिथि संघीय राज्य संविधान थे संविधान संशोधन याना नेवा राज्य दै ढका चाहिँ वन लाग्छ जुन आला छुटु राछ संघीय आयोग ढाउ गठन त उसी चाहिँ टिओआर छुटु ढाले सीमाङ्कन बाहेक हेरफेर या मोर ढाले नु प्रदेश ठपै अधिकार मोर छ गएन भई संविधान संशोधन हो एजुनी आन्दोलन विद्रोह क्रान्ति ठोबारले नयाँ भन्छ छारा सरकार झिउ नयाँ बन्ने बिल्ली सरकार छुरामा लाग्छ का ऐसा संविधानले चाहिँ नु प्रदेश व्यक्त चाहिँ जिमसँग लुखा चाकौडु ढाले अहिले चाहिँ संविधान संशोधन हो एजुया चाहिँ झिउ मुद्दा त जीवित र ठो मुद्दा प्राप्तिको लागि सङ्घर्ष झिसा चाहिँ फुक्क उत्पीडित समुदाय त जना व्यामा आठुकी चाहिँ झिसा आयो सन्दर्भ जिन नजन ढाड्न कि भारत यो अमेरिका यो बा युरोपियन युनियन फुक्सियो चाहिँ शुभेच्छा चाहनाहरू झिया चाहिँ युरोपियन युनियनपट्टि जेमी नाप चाहिँ नाप्लाना नेपालले ठ्यार ठ्यार पहिचान विरुद्ध यो चाहिँ छौ जनमत सत्तारूढ जाति त्यसमा निर्माण यन्त्रहरू एजु कारण छिप्स सहरी आमालाई रजित है जिन अब चाइनिज राजदूत नपन चाहिँ खजुल न छवटले सामान्य खजुलले नै जित है यो कार्यक्रम है कि नेपालले छिप्स चाहिँ जिबे आदिवासी जनजातिसँग जान्छ मुभमेन्ट त सपोर्ट या न शेर्पा प्रदेश बा जरान प्रदेश में लाछ गलत चीज का ध्यान मुझे छाया छिक्पिस चाहिँ आदिवासी जनजाति त्यसलाई नस्ल डिस्ट्रिक्ट सुहेबले छिपिन चाहिँ छौ हिसाब टिबेटो बर्मेलिज मूल्य दिएका छिपिन टिबेटो बर्मेलिज मूल्य दिएका ढाइले जिम्यू मुभमेन्ट विरुद्ध चाहिँ ठनिपी माधव नेपाल केपी बोली त्यसमा छुटाल उक्यु लिन चाहिँ जिमी पनि धारणा दिएको मैले शेर्पा प्रदेश त ढासा चाइना विरुद्ध चाहिँ विद्रोह जी अयो धारणा कही दिनु तो जिम्सा जिम्मा टाइप तर छिपिस चाहिँ जिम्टा समर्थन याना जी चाहिँ दया मलाई फर्स्ट सेकेन्ड चाहिँ नाप्लामले चाहिँ वया खने कि थयो किसिमको भ्रम जाले चाहिँ तैको सब भ्रम जाल मुक्त जिउ लागि यो चाहिँ डक्को नेवा पासिङ यो चाहिँ नापिएन फो मुभमेन्ट त चाहिँ झिस अन्तर्राष्ट्रिय क्षेत्रीय शुभेच्छा चाहनाहरू अन्तर्राष्ट्रिय क्षेत्रीय हस्तक्षेप चाहिँ झिस चाहना या मुजु र ठो पहिचानी मुद्दा त सरकार सम्बोधन यामा सम्बोधन या ढुङ्गा झिउ विरुद्ध सुनान नाकाबन्दी या त झिउ विरुद्ध चाहिँ झिउ राष्ट्रियता र खतरा त्यो लागि चाहिँ सुना ज्या ढाछ उक्यु लागि झिन्नेबाट फुक्क छप्पो छटी ज्या झिस चाहिँ इम्यु विरुद्ध ल तर आयो सन्दर्भ चाहिँ ठो असो 6 गते लिपा भङ्साल नाका राजस्व कार्यालय अनि चाहिँ केन्द्रित याना ह्युमन लस कम या लागि सारा एजिबले लाखौँ मुन्ट छटाया मुनि गरिया पर्सा चाहिँ 2 लाख मुन्ट चाहिँ चिन्छ अनि चाहिँ नवलपरासी चितवन अरे चाहिँ मकवानपुर बारा रौतहट सर्लाही टकैमी सम्पूर्ण जनता त अनुना चाहिँ जुलुस पिटिन्छ ढाले 2 लाख मुन्ट उकिन चच्ची निसिए पालन पा हिने डेपी चाने डेपी हिने चुनी एना चाहिँ यान्छौँ दुसा सरकार अनि दमन याफै अवस्थामा लाखौँ जनता त हुन्छ वो कारण चाहिँ पर्सा चाहिँ हुन्छ पर्सा चिको आएकै अवस्था मन त मेमे ठाले चाहिँ हैजो तर मेमे ठा चाहिँ पाइपलाइनमा झिउ अम्लेख गन्जे ख मेनली मलाई सुखा बन्दरगाह एजुलिया भण्डारण क्षमता अन्जगायु मेठा छ हैलाई एकदमै टाइम न लगाएछु पाइपलाइन न लिक मरु कारण न समस्या छ एजुया आयो स्थिति चाहिँ झेस छुडामा लाग्छ सरकारले त पहिचानी मुद्दा सम्बोधन या एजुल धाछ समस्या समाधान जी मजुल धाछ सरकार जनता झिफुक्क जना नेपाली राष्ट्रियताको लागि राष्ट्रवादी लागि नहुँदा तर झि नेवा राष्ट्रियता बा झिउ चाहिँ आदिवासी जनजाति त ठाउँ राष्ट्रियता त बल्ल के ज्यान सरकार झिट नसकेमा मलाई इमसा चाहिँ ठाउँ खाली चाहिँ नेपाली राष्ट्रवादी नामे बर्नु राष्ट्रवादी त झ्याने हो इमिया भाषा इमिया संस्कृति इमिया सभ्यता त चाहिँ झिट लाडे जुन लाग्छ झिट कोचिङ कि ज्याया लाग्छ उकि विरुद्ध विद्रोह स्वाभाविक ठाउँ मौसा कनेजु कने मौसा कसे झिउ पुस्ता या मौसा मेउ पुस्ता तर विद्रोह अनिवार्य अपरिहार्य झिउ मुक्तिको लागि एजुनी जातीय मुक्तिको लागि झिटो संहिता उत्पीडित राष्ट्रियता मुक्तिको लागि संहिता मार्फत झिउ समृद्धि संहिता ठुले जो है